अब हजुरलाई के भएको थियो मेरो यो गोडा दुख्थ्यो। घोडा घोडा दुख्थ्यो गोडा के यस्तो पछाडि हो खाने यहाँनिरको भएको सबै दुख्थ्यो। कति वर्षदेखि थियो ढाडमा नसोचेको थियो 4-5 वर्ष भयो। हारमा नसकेको पनि 4-5 वर्ष भयो हजुर औषधि मुलो चलिरहेको थियो होला औषधि खाँदिनँ भएर रजत हजुर सन्चो भएको हजुर गएर म 2 महिना बसेर आएछु। मलाई धेरै सन्चो भयो। एकदम यस्तो आएछ भनेपछि नजिक भनेर अनि ठ्याक्क भएको छैन अहिले त म बसेर उड्दाखेरि मलाई अलिक गाह्रो हुन्थ्यो। अझ सजिलो भयो अनि सन्चो भयो। सन्चो भएको कति दिन हजुरले सिकिङ गर्नुभयो यहाँ 4 दिन लगातार आउनुभयो दिन प्रतिदिन रिकभर हुँदै गएको थियो पहिलो दिनभन्दा दोस्रो दिन यसैमा अब बाँधिदिएको अहिले सबै खुल्यो नि त अनि त्यो दुखाइ पनि निस्क्यो दुखाइ भन्नाले यिनी औँला दुखेको त होइन फेरि अब होइन होइन मलाई मात्रै बाँध्ने हो कि हजुर दुखाइ त यताको भन्नु हजुर अहिलेको दुखेको छैन। ठ्याक्क भन्छ हजुर विश्वास छ हजुरलाई त्यसमा मलाई त विश्वास छ। राम्रो कुरा धन्यवाद धन्यवाद मलाई त धेरै सन्चो भएको छ।